हेलो नमस्ते साथीहरू, आज मेरो भर्सनको यात्राहरूको देखाउने छु। मेरो चाहिँ आज भोइस पनि अलिकति कस्तो ख्यास कस्तो सुन्नुहुँदैछ मिस मेरो भोइस? ख्यास भइरहेछ मलाई नै बोल्न अप्ठ्यारो भइरहेछ। अलिकति बिरामी छु नि त, त्यही भएर यताको बाटो चाहिँ यस्तो छन् कि यस्तो खत्तम छन् कि यस्तो बाटो। यो चाहिँ तिम्माको मालबासे भन्ने ठाउँ। त्यहाँ कामहरू गरेको चाहिँ म साथीहरूलाई देखाउने छु। बाटोमा जाँदाखेरि देखेको दृश्यहरू। आज चाहिँ हाम्रो स्कुलमा चाहिँ क्विज थियो नि त, अनि क्विज सकिन लागेको थियो अनि हामी चाहिँ बिदा मागेर हिँड्यौँ। एभ्री फ्राइडे हाम्रो चाहिँ एक्स्ट्रा करिकुलर एक्टिभिटिज हुन्छ नि त, त्यही भएर पारि चाहिँ कस्तो दामी जङ्गल देखिरहेछ कि। यस्तो बाटो हिँड्नुपर्छ हामी। बिजोग छ नि आइपुग्छौँ हामीलाई। त्यही त त्यही त ल साथीहरू, यो चाहिँ हाइड्रो पिखुवाको हाइड्रो हो। यो यहाँ चाहिँ मान्छे चाहिँ बस्छन्, तर मेन पार्ट चाहिँ उपर छ है, पर छ। राम्रो बनाउँदैछ नि, तर अहिले त्यता जान सक्दिनँ हामी। हाम्रो बाटो चाहिँ यता हो। यहाँ चाहिँ काम गर्ने मान्छेहरू बस्छन् क्या। यहाँ पर चाहिँ पछि ठुला मान्छे बस्ने अरे भन्दै थियो कस्तै। यहाँनिर चाहिँ एउटा राम्रो घर बनाएको रहेछ, अरू चाहिँ यहाँनिर सामान्य जस्ताले बारेर बसिरहेछन्। तर यहाँभित्र कस्तो राम्रो छ कि, कस्तो म्यानेज गरेर बसेको छ है यहाँभित्र। टक्क नेट सेट राखेर, पसल पनि यहीँ छ। राम्रो छ विदेशी सिस्टममा। यहाँ चाहिँ टक्क टक्क राति पनि काम, बिहान पनि काम, बेलुका पनि काम, दिउँसो पनि काम छ है साथीहरू। अनि यहाँ पिखुवाको पानी चाहिँ सुकिसकेछ हौ। साथीहरू, हामी चाहिँ घर जाँदैछौँ। अब बाटोको हालत यस्तो छ, सडक लड्यो भने भाग्य नै भइन्छ, घाउै लाग्छ। यहाँ चाहिँ काम गर्दै हुनुहुन्छ, लोड गर्दै हुनुहुँदो रहेछ दाउरा। खाना बनाउने, त्यहाँनिर खाना खाने मेस छ। कति राम्रो देखिरहेछ हौ यो डाँडाहरू। यता बाटो छ अहिले नयाँ। हामी चाहिँ साथीहरू नयाँ बाटो जान थाल्यौँ। हामी अस्ति यताबाट निस्केको थियौँ प्रोग्रामबाट आउँदाखेरि। यो कहाँ ठोकाएको छ हौ यो बाटो? अलिकति झर्नुपर्छ। पानी त कति सानो भइसकेको छ है खोलामा। चाहिँ पिखुवा खोला हो, अहिले चाहिँ सानो भइसकेको रहेछ, पछि चाहिँ बढ्छ कति धेरै। यहाँ माथिसम्म आउँछ है। हामी कहाँ माथि होला फोटो खिच्नु बसेको पहिला। हाम्रो दिपिका मिसको भलकमा म चाहिँ भ्लगलाई गर्दैछु। यस्तो राम्रो खोला छ यहाँनिर चाहिँ। हाम्रो मिस, हामी हिँड्ने बाटो एक हिसाबले राम्रो छ। खोलाको किनारै हामी हिँड्छौँ। हाम्रो मिस चाहिँ यति धेरै हेप्पी भएर जानुहुँदैछ, उल्टो हिँड्नुहुन्छ। बच्चा जस्तै धेरै खुसी भएर। अनि जेसिबी जाँदै रहेछ अघि। अनि यो चाहिँ हाम्रो पिखुवा खोला भन्छ। यो खोला चाहिँ अहिले चाहिँ सुकेर काम गर्दै हुनुहुँदो रहेछ। यो जेसिबीले हामीलाई बाटै दिनु भएन क्या, धुलो खुवाउँदै लाँदै हुनुहुन्छ। कति गहिरो खनेको रहेछ।
जानुभएको दामी काम गर्दै हुनुहुन्छ क्या यहाँ चाहिँ भिडियो गर्नु मिल्ने कि नमिल्ने हो मिसिँदै हुनुहुन्छ यहाँ नमस्ते गर्दै हुनुहुन्छ खतरा काम हाम्रो मामा हुनुहुन्छ यता चाहिँ भिडियो बनाएको मामा उहाँहरू एउटै गाउँको मामा अनि कहिले जानुहुने घर चाहिँ ए रमाइलो हुन्छ है मामा धेरैजनामा काम गर्नु जेसिबी चाहिँ नुहाउँदैछ मैला भएर नुहाउँदैछ हाइड्रोको पानी लाने पाइप त होला नि के हो यो लामको पाइप के हो यो यो यस्तो के गिरेको पाइपको टुक्रालाई चाहिँ गाँच्दो रहेछ हौ यता चाहिँ पहिला चाहिँ धेरै काम गर्ने हुनुहुन्थ्यो अहिले चाहिँ दुईतिर छुट्टिनु भएको छ त्यही भएर खासै मान्छे हुनुहुन्न यता चाहिँ यो भर्खर नयाँ बनेको बाटो है पछि बर्खामा त सबै यताको पनि झरी जान्छ यता उँधोबाट पनि झर्दै गर्छ हिँड्न पनि धेरै रिक्स लिएर हिँड्नुपर्छ यता चाहिँ तल त्यो रुखमा के हो हेर्नु त पाइपको लठारहरू के अरे बिजुलीको लठारहरू दामी देखिरहेको छ जेसिबीलाई चाहिँ हामीले छोडेर राख्यौँ कि नुहाउँदै थियो अघि नुहाएर के गरेर सबै धुलो लागिहाल्छ त्यसो त्यो फलामको उयोहरू गर्नु के अरे खुकुरीहरू बनाउँछन् अरे नि त जस्तो दामी देखियो अब यो चाहिँ अब सनसेट हुन लागेको होला दामी बनाएछ यहाँ यता चाहिँ कम्प्लिट भइसकेको छ यस्तो बाटो डेन्जर छ कि सुक्खा पहिरो लडेको अस्ति त यस्तो थिएन है लडेकै गर्छन् बनाएकै गर्छन् देखिँदैन त क्यामेरामा त त्यस्तोलाई त के पो भन्छ त्यस्तो चरालाई त मिस त्यस्तो पहाडतिरको बाटो यस्तो हुन्छ नि क्या पहिरो लडेको गाई चरी माघ महिनामा भर्खरै पो लडेको रहेछ त नि घरमा पहिरो गयो भन्ने सिलक थियो साँच्चै भएछ यहाँ चाहिँ आज त यो जोड्नेहरू छैन त अस्ति सधैँ जोड्दैको हो झिरिक गर्दै ऊ पर कहाँ जोड्दैछ बजिँदैछ तर पनि अनुहारले आफ्नो पनि देखाउने महसुस हुने त्यो पनि तपाईँले जोसँग पनि बोल्नुहुन्छ नि त कति मजा अन्त गफ पनि आउँदैन होला त तपाईँ पनि जान्छ आफैले आफ्नो देख्दैन कि अर्काकोमा तपाईँलाई त्यस्तो लाग्छ त्यहाँ के गराउँदैछन् जोड्दैछ भित्र बसेर यहाँभित्र पो बस्नु भएको छ त्यहाँभित्र चाहिँ मान्छे एकदमै सिस्टमेटिक चाहिँ रेस्ट गर्दै हुँदो रहेछ यहाँ चाहिँ यहाँ अनि पर क्या डर लाग्ने मलाई धेरै डर लाग्ने चाहिँ यहाँ आउनु पर तपाईँले गाई चरु हेर्नुहोस् है हामी हिँड्ने बाटो चाहिँ यस्तो छ एकदमै जोखिम उँधो हेर्नु न कस्तो भिर
मास्तिरबाट पहिरो लडेर आएर किचाउँछ जस्तै लाग्छ के गर्नु त्यही पनि हिँड्नै पर्छ ओ माई गॉड कत्रो डर लाग्ने गाइस अन्त हेर्नु न गाइस डरै लाग्ने कहाँ पनि हुँदैछ आउनुहुन्छ आउनुहुन्छ लाइक गर्नु साँझ चाहिँ राम्रोसँग हुन्छ तपाईँ त्यसै हेन्सम हुनुहुन्छ तपाईँ नेचुरलै हेन्सम हुनुहुन्छ सम्भव छ त छैन नि 10 मिनटमा सम्भव छैन नि सब जङ्गल फडानी भएछन् के यता चाहिँ यो चाहिँ एकदमै ठुलो भिड भयो क्या क्यामेरामा चाहिँ त्यस्तो ठुलो चाहिँ देखेको छैन कि ठुलो छैन यता उँधो छ नि त आधी पार्ट चाहिँ यो त झन्डै माटै मात्र छ कि पहिरो जान्छ है मलाई त रिगाटो पो चल्दैछ थाके दामी देखिरहेको छ यहाँ भिड चाहिँ हजुर तल तल पुक्लुक्कै ढल्छ केटो दर्याम दर्याम झऱ्यो भने त मर्न चाहिँ मरिँदैन होला म ढुङ्गा छ नि तल मिस यस्तो पत्र तपाईँ अल्छी लाग्यो भाइ चाहिँ हेर्दै यता फर्किँदै आउँछ यस्तै हो पहाडतिरको बाटोहरू जस्तो हुन्छ है तराईमा बस्ने मानिसहरूलाई भनेको चाहिँ पहाड पहाड यस्तो हुन्छ है पहाड यति माथि माथि हुनु नि पानी दामी देखिन्थ्यो पछि त पानी टन्न हुँदा त राम्रो देखिन्छ हौ कति धेरै बाख्राहरू छन् क्या एकजना दाइको उहाँले चाहिँ त माथि चराउनु हुँदो रहेछ टिक्रिक 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 गर्दै हिँडेको पाइरहेको छ कि यसलाई हो र अनि फर्काएर ल्याउनु भयो अहिले बिहान लिएर गोठालालाई भेट गरेर लानु भन्ने कुरा गर्दैछु फोनले गर्दा नि यस्तो राम्रो देखिरहेको चाहिँ पाइपहरू राखेको सुत्दा पनि हुने रहेछ होइन अघि धेरै अड्छ नि मिस चाहिँ यत्रो छ अनि सबै थप बस्छ 50 जति हस् 3 लाइन टन्न लिएर राखेको खुट्टै लाग्दै छैन पछि बनिसक्दाखेरि चाहिँ राम्रो अब मेन रोडमा आयौँ कि यसलाई चाहिँ सेती बगर भन्छ सेती बगर उता चाहिँ यता चाहिँ ट्याम्केमयो गाउँपालिका पराउने यता चाहिँ मेरो नगरपालिका हो नि फेरि भोजपुर नगरपालिका यो चाहिँ भोजपुर नगरपालिका यो चाहिँ मैले
काम गर्ने पालिका त्यहाँदेखि म यो गाउँपालिका माई ब्रदर इज कमिङ त्यहाँदेखि म गाउँपालिका प्रवेश गर्नुको यहाँहरूलाई हार्दिक स्वागत छ हार्दिक स्वागत छ दाजु आइपुग्नु भयो तपाईँभन्दा छिटो आयौँ त दाजु होला हामी आएको बाटो हो यो चाहिँ यस्तो ट्याक्कै आइपुगेको यहाँ तल हो हिउँका भनेको चाहिँ अहिले चाहिँ पुष्पा मिश्रमा छुटिसकेको छौँ। पुष्पा मिश्र चाहिँ भोजपुर जानुभयो, म चाहिँ दाजुसँग घर जाँदैछु। अनि यो चाहिँ मेरो स्कुलको एरिया हो, पहिला म पढेको स्कुल जहाँ चाहिँ म 9 क्लासबाट 12 क्लाससम्म यहीँ पढेको हो। अनि यो चाहिँ हाम्रो सिद्धेश्वरको कबडल भने यो चाहिँ हाम्रो स्कुलको पहिला हामी हुँदै नै निर्माण गरेको होस्टेलको लागि, तर अहिलेसम्म पनि सञ्चालनमा आएको छैन। अनि यता चाहिँ यो एरिया भनेको चाहिँ प्रहरी चौकी हो कि गुप्तेश्वरको, तर गुप्तेश्वर सिद्धेश्वर दुवै हेर्नुहुन्छ। यो एरियाहरू सबै तावा स्कुलको एरियाहरू हुन्। यता चाहिँ राम्रो राम्रो सुन्तलाहरू फलेको छ क्या। त्यो पर देखेको गाउँ चाहिँ मेरो गाउँ हो साथीहरू। अनि म हिँड्ने ठ्याक्कै मनोजमाले कल गर्नुभएछ क्या, ठ्याक्कै सिम्पली हावाको चुडेल दाजु, हावाको चुडेल दाजु। बस्दै गर्नु ढिलो हुन्छ यो छोडिदेऊ नै कान्छीलाई, छोडिदिएर जाउँ न त है। नै म त जाने है छ यो जाने पल्टन गइसक्यो भने त यहीँ रहेछ।
हजुर दाजु दाजु पनि जानु आउनु हजुर साथी हुन्छ जान्छ झोला रहेछ जाऊ जाऊ नै म त नजाने म त म माइत आएको दाजु निकै दिएछ है क्या मैले भाडा मान्दैन त अनि गन्जी हो यो चाहिँ हाम्रो गाउँको फाइनली साथीहरू म चाहिँ घर आइपुगिसकेको छु परबाट चाहिँ हेर्दै हेर्दै आएको हाम्रो घरको सब्जी हेर्नुहोस् न हाम्रो सब्जी बारी क्या यो चाहिँ त्यो पर माछा पोखरी हो माछा छ पछि यो धनियाँलाई चाहिँ ठुलो ठुलो बनाएर के मसला रूपमा प्रयोग गर्नु कस्तो दामी के फुलेको छैनन् कि क्या यो चाहिँ मेरो माइली दिदी हो यो चाहिँ मेरो दिदीको लागि भनेर दिइहाल्नु न अनि खोइ भाउजूलाई मेरो भदाइनी चाहिँ हालत मसँग नमान्ने भएको थिएँ मसँग नमान्ने भएको चाहिँ खोइ टङ देखाइदेऊ त बेबी टङ देखाइदेऊ त त्यो हो छिटो टङ देखाइदेऊ मसँग नमान्ने बाँकी चाहिँ